हेलो एभ्रिवान, म निरज खड्का, म लैनचौरमा बस्छु। म चाहिँ स्टुडेन्ट हो। म अहिले भर्खर 22 वर्ष लागेँ। मैले चाहिँ मेरो यो एरियामा कपाल थिएन अनि मलाई एकदमै टेन्सन हुन्थ्यो है। अनि साथीभाइहरूले पनि जिस्काउनु हुन्थ्यो, सो म धेरै क्याप लाएर हिँड्थेँ। अनि म चाहिँ धेरै हेयर ट्रान्सप्लान्ट गर्ने ठाउँहरूमा गएको थिएँ अनि बुझेको थिएँ, कति ठाउँमा बुझेको थिएँ। अनि प्राइसहरूदेखि लिएर त्यहाँको गर्ने मेथडहरू कसरी कुन तरिकाले हेयर ट्रान्सप्लान्ट गर्छ भन्ने कुराहरू पनि म बुझ्दै थिएँ। अनि कताबाट हेयर फ्रिडम भन्ने ठाउँ मैले पत्ता लगाएँ अनि यस ठाउँमा आएँ। अनि आजभन्दा 8 महिना अगाडि चाहिँ मैले यो एरियामा हेयर ट्रान्सप्लान्ट गरेको थिएँ। यो जुन एरिया छ नि, यो एरियामा चाहिँ मेरो कपाल थिएन होइन, कपाल थिएन। अनि मैले चाहिँ लगभग 1500वटा हेयर ड्राफ्टहरू चाहिँ मैले रोपेको थिएँ। अनि जुन चाहिँ एकदमै पेनलेस थियो, दुखाइ भन्ने चिज त मैले महसुस नै गरिनँ भनौँ है। एकदमै फेसिलिटिज पनि एकदम राम्रो थियो यहाँ। अब खाजादेखि लिएर एकदम पेसेन्टको चाहिँ केयर गर्नुहुन्छ। यो चाहिँ मलाई एकदम यो पक्ष चाहिँ एकदम राम्रो लाग्यो यहाँको चाहिँ। अनि अर्को भनेको चाहिँ यहाँ चाहिँ डाइरेक्ट हेयर ट्रान्सप्लान्ट अथवा डिएसटी प्रोसेसबाट चाहिँ हेयर ट्रान्सप्लान्ट गरिन्छ, जसमा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ पछाडिबाट कपाल निकाल्ने बित्तिकै रोपिहाल्नुहुन्छ। यो चाहिँ एकदम राम्रो पक्ष हो, एकदम राम्रो मेथड लाग्यो होइन। किन भन्दा हामीले यसो सेन्स गर्दाखेरि पनि त हुन्छ नि त, त्यो ड्राफ्टहरू चाहिँ लङ टाइमसम्म स्टोर गरेर राख्नु पर्दैन, जसले गर्दाखेरि चाहिँ हेयर ड्राफ्टहरू पनि मर्दैन रहेछ। त्यो चाहिँ मैले पछि रिसर्च गरेर थाहा पाएँ। अनि त्यो यहाँ चाहिँ यो मेथडबाट चाहिँ हेयर ट्रान्सप्लान्ट गर्ने रहेछ है। अनि मैले तपाईँहरूलाई अब एज अ फिडब्याक दिउँ अथवा अझ सजेसन गरौँ के गरौँ त्यो दिनुपर्दा चाहिँ तपाईँहरूलाई चाहिँ म यो फोलिडममा हेयर ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ रिकमेन्ड गर्छु। यो हेयर ट्रान्सप्लान्टको चाहिँ यो फोलिडममा चाहिँ त्यो डेन्सिटी भन्ने हुन्छ नि, बाक्लोपना, त्यो चाहिँ यहाँ चाहिँ मैले एकदम बेस्ट देखेँ। यो चाहिँ एकदम राम्रो पक्ष लाग्यो। अनि तपाईँहरूले सोसल मिडियामा प्लस इन्टरनेटको जमाना छ, इन्स्टाग्राम हरेक सोसल मिडियामा तपाईँले फोलिडमको पेजहरू पनि सर्च गर्न सक्नुहुन्छ। अनि म चाहिँ तपाईँहरूलाई यही सजेसन गर्छु, एकचोटि भिजिट गर्नु होला फोलिडममा। अनि यदि तपाईँहरू त्यस्तो तालुपना सुरु भएको छ भने नडराउनुहोस्, नयाँ विधि, नयाँ प्रोसेसहरू, नयाँ मेथडहरू पनि आएको छ। सो मलाई त डर भएन, म त खुसी छु, कन्फिडेन्स पावर पनि एकदम बढेको छ होइन, यसले गर्दाखेरि। सो आइएम एकदमै ह्याप्पी छु भनौँ है। तपाईँहरूलाई चाहिँ यसकै लागि नै सजेस्ट गर्छु। म एज अ यो यङ भएर मात्रै होइन कि हरेक एज ग्रुपको मान्छेलाई पनि यो ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ म सजेस्ट गर्छु। कुनै यङ एज भएको छ भने भन्दैमा उसलाई चाहिँ त्यो हेयर रिकभर भइहाल्छ, ओल्ड एजलाई चाहिँ रिकभर हुन्न भन्ने चाहिँ हुन्न रहेछ। सबैलाई सिमिलर वेमा नै यो कुरा चाहिँ हुने रहेछ। सो तपाईँहरूलाई चाहिँ एकचोटि फोलिडममा आएर बुझ्दिनँ अथवा यसको बारेमा बुझिदियो भने तपाईँहरूलाई चाहिँ बेस्ट हुन्छ। म चाहिँ यदि तपाईँहरूलाई हेयर ट्रान्सप्लान्ट नै गराउनु छ भने चाहिँ एकचोटि प्लिज फोलिडमलाई चाहिँ सम्झिनु होला। यही नै सजेस्ट गर्दै म धन्यवाद व्यक्त गर्दछु। फोलिडम कन्फिडेन्सको लागि नो कम्प्रोमाइज, ग्लोबली ट्रस्टेड हेयर ट्रान्सप्लान्ट एक्सपर्ट्स।